हेलो सबैजनालाई नमस्ते। आज हाम्रो यात्रा चाहिँ ढोरपाटनसम्म, ढोरपाटनबाट चाहिँ भोलि बल्ल ट्रेक सुरु गर्ने। आज अब वेटिङ फर के भन्छ स्कर्पियोमा जाने कि जिपमा रे स्कर्पियो। हाम्रो एउटा भाइ चाहिँ हल्का मेकअप हान्दैछ अनि ढिलो गर्छ, त्यसले चाहिँ सधैँ त्यसलाई वेटिङमा। के छ त अनि पानीको खबर? पानीको खबर ठिकै छ, पर्ला आज कि भोलि? आज नि पर्ला, भोलि नि पर्ला। आज वेदर चाहिँ खुल्या राम्रो देखियो आज। अब लेट्स सी भोलि पर्सि कति पर्छ। वास्ते के ना हुई है। भर्खरै यहाँ लुम्ले आयौँ। गाडीबाट निस्किँदा 7:30-8 बज्न लाग्यो। अहिले 8:30 भयो। भर्खरै लुम्ले आएर अब यहाँ खाजा खाएर त्यसपछि बल्ल निस्किने। डेन्जर घाम लाग्यो। यस्तो वेदर खुलेको दामी देखियो। यस्तो अब भोलि र पर्सि पानी पर्ने छ के अरे। लेट्स सी कस्तो हुन्छ यो। गुड मर्निङ। वास्ते के ना हुई है। भाइ चाहिँ एक निन्द्रा सुतेर उठ्यो। अब हाम्रो गुरुजीले चाहिँ हामीलाई सुरुमा चाहिँ बागलुङ कालिका लैजानु भयो आज। सुजितजी के लाग्छ तपाईँलाई? कस्तो महसुस भइरह? निन्द्रा चाहिँ सपना के देखियो? वास्ते के ना हुई है। हामी भर्खरै बागलुङ कालिका आइयो। भाइ नि सुतेर उठेको है। झुलेर सुतेको ड्राइभर दाइले त सुत्यो भन्दै हुन्थ्यो। ल हामी बागलुङ कालिका आयो। घुरेर हैरान्थ्यो। पछाडि राख्ने ठाउँ छ टाउको मेरोमा पर्दैन। यहाँबाट अर्को के पुल जाने भन्नु थियो त? के लामो पुल नजाने रे त्यहाँ? होइन दिदी पर्दैन, हाम्रो मन सफा छ। हामी चाहिँ दर्शन गरेर अब एकछिनमा निस्किहाल्ने। यहाँ धेरै बेर नभुल्ने। माथि पुग्न फेरि पानी परिदिन्छ हुन्छ। ओए पापी सुचन पापी। चाहिँ अब खाना खाने वेटिङ फर खाना पोर्क खाने रे बा तै होस्
यही हो पोर्क अनि यो चाचे खाने यो चाहिँ बँदेल खाने बाहुनहरू अरे यार जनै छ कि छैन क्लास रोयल ल भात खायौँ ल यो चाहिँ चिकन होला चिकन है चिकन यसको चाहिँ पोर्क यसको चाहिँ च्वाचे श्रीजीलाई डेन्जर मनपर्छ ल खायौँ है त ल यो चाहिँ गाई काटे झरना अरे नाइस सानो नाइस पौडी सौडी खेल्ने ठाउँ नि रहेछ त दामी पुरै हल्लिँदो रहेछ यार राम्रो यार भर्याङ त अर्को खालि नाइस है नाइस आइज न What's that? Brother, ल यही रहेछ यहीँ रहेछ झर्ना मेरो चप्पल चिप्लो छ कि हेर्न त्यहाँ झर्ना ठ्याक्क मुनि आइन्छ होला नि यो त एउटा चिप्लो भाइ छ खूब दामी यसो के यस्तो झर्नाको मन्दिर ल दर्शन हाने कि त वास्ते के ना हुई है वास्ते के ना हुई है ल ढोरपाटन चाहिँ आइयो हामी
आएर ठ्याक्क झोलासोला राखेर यसो एकछिन राउन्ड हान्न निस्केको। वेदर चाहिँ राम्रै छ, ग्रिन सफ्ट, बादल आउँदैछ बल्ल अलिअलि। अब यता यसो फुल अलिअलि फुलेको कि भनेर हेर्न जानु लागेको के अरे, देखेँ होइन खासै धेरै फुल चाहिँ छैन, तर राम्रै छ भ्यू चाहिँ। यो अगाडिको होटेलमा है हामी बसेको। अनि अब घोडाहरू चाहिँ यता पछाडि कि त यता पछाडि रहेछन्, त्यो त चढ्ने अहिले आज त चढिँदैन होला, भोलि बिहान चाहिँ चढिन्छ होला सायद। बिहानको वेदर कस्तो हुन्छ अब हेरौँ। हेलो हेलो गुड मर्निङ। आज हाम्रो डे 2 ढोरपाटनबाट। हामी चाहिँ उठेर यसो हाम्रो यहाँ सुचन कोइरालाको चस्मा हराएको थियो, हिजो घोडा चढेको ठाउँमा खोजेर आएर भेट्टाउन त भेट्टाइयो। आएर अब खाजा खाएर फेरि के अरे फोटो खिच्न जाने, फेरि अझै मेन लोकेसनमा जाने रे। त्यो पछि चाहिँ आएर खाना खाएर अनि फेरि माथि बल्ल बुकी जाने हो। त्यही छ ल। टुनटुन त्यहाँ दिएको होइन भनेको है, हामीले खोलातिर खोजिन्छ कि सुरुमा दिएको भन्यो, खोलाको ट्याक्कै सिधा गरेर यहाँ ढोरपाटनको मेन ठाउँमा आइयो। यो चाहिँ फुलहरू राम्रो फुलहरू सानो सानो तर राम्रो छ रातो। यहाँ अलिअलि हिलो नि रहेछ, पुरा घोडाहरू चढेछन् अलिअलि। ओपन ग्राउन्ड, फोटोसुटहरू देखाएता यता। हामी जाने बुकी चाहिँ यता उता पहाडीको डाँडा हो, यहाँबाट नि अझै उता। फुलहरू अझै लामो लामो भएर दामी हुन्थ्यो यहाँ, तर नट ब्याड। उए 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 हान्दै हान्दै उए उए ल ल ल ल हेलो। ढोरपाटनमा फोटोसोटो खिचियो, डुलियो घोडामा होइन। त्यो पछि अब चाहिँ घोडाले धन्दै उल्टो कि हानेन मलाई। अनि अब चाहिँ के अरे काठे पुलतिर जाँदै हो हामी होइन। राम्रो रहेछ, राम्रो गाउँ रहेछ। Do you hear that? My sanity about to break while everyone. हामी चाहिँ भर्खरै गाडीबाट झऱ्यौँ। अब यता काठे पुलतिर जानु लाग्यो, त्यहाँ बाटो पहिरो गरेछौँ त्यहाँ बिचमा। त्यसपछि हिँड्दै हिँड्दै जानुपर्ने रहेछ। खोला चाहिँ राम्रो देखियो, हरियो दामी देखियो। अब यहाँ 10:30 भइसक्यो। अब यहाँबाट निस्किँदा 11 बज्ने होला, वहाँ पुग्दा 11:30। खाना खाएर निस्किँदा त 12-1 भयो हामी त। अनि बेलुका त कतिखेर पुग्ने हो, 7 बज्छ क्या बेलुका त।
यो चाहिँ धेरै टाढा रहेछ कि अलिक नजिकै होला हामीहरू On a trip, on a boat, on a lake. I'm tired of feeling all FOMO, babe. I don't even care if we stay home. Put our to-do list on ice. We crank the AC to 79 and make a little island right here. यो काटे पुल चाहिँ उता रहेछ यहीँबाट सर जाने आगे तिनीहरू फेरि आउँदै आउँदैन हराए खोज्दैन के अरे तिम्रो नाम भनिदेऊ त यसकरी यसकरी भन न ल यही हो है काठे पुल भनेको चाहिँ ल वेदर चाहिँ दामी नै रहेछ कि लक्की भयो ल जाऊँ है हामी उतापट्टिबाट घर आएर बिस्तारै गरेको पानी ड्याम जस्तै ल भर्खरै यहाँ होटेलबाट चाहिँ अब बल्ल हिँड्न सुरु गऱ्यौँ हामी चाहिँ कति बज्यो 12:30 भइसकेको छ यहाँबाट 4 घन्टा लाग्छ कि मिनिमम 4 घन्टा हो त्योभन्दा धेरै अब बिस्तारै गयो भने त्योभन्दा बढी लाग्छ 4:30 5 बजेसम्म पुगिन्छ कि लेट्स सी अब चाहिँ उकालो बाटो हो सबै निस्किसक्यौँ ल यहाँबाट यता माथि डाँडामा यसको नि उतापट्टि पछाडि डाँडा हो बल्ल त्यहाँ बस्ने आज चाहिँ भोलि बिहान चाहिँ बल्ल 4 बजे उठ्ने भन्ने कुरा 4 बजे उठेर बल्ल भ्याइन्छ नत्र भ्याइँदैन 4 बजे उठेर गयो भने चाहिँ टिका डाँडा पुगेर तल फर्किएर यहीँ खाना खाइन्छ होला माथि चाहिँ ब्रेकफास्ट मात्र गर्ने ल त्यही हो अब बाँकी झोलाहरू चाहिँ घोडामा पठाइदिइसक्यौँ सबैको मैले मात्र एउटा झोला बोक्यो यहाँ चाहिँ खानेकुरा अलिअलि अनि ज्याकेट छ चिसो भयो भने त्यही हो ल सी हो ल डाँडा छ यहाँ पुग्यो यहाँको माथि यहाँ माथि डाँडा त्यसको नि ठुच्चो डाँडा चढ्दा च्याङ्रा बुकीपाटन आएर ठ्याक्क रेस्ट हान्डे होइन पुरै थकित पारामा हल्का अलिअलि सिमसिम पानी परिरह ठाडै उकालो यो घोडा चढेर आएको यो नसकेर अनि हामी चाहिँ सुई हिँड्यो यो चाहिँ गाह्रो भयो बिचरा भाइलाई धेरै बसी हिँडेको मालिस गरिदिनु भयो अहिले है खानासाना खाएपछि भात नै नखाने क्या अनि थोरै खाने ग्यास्ट्रिक भयो भने अनि ढ्याउ गऱ्यो गाडी गनाएर
हैरान भरे एकछिन त धन्न आई चाहिँ पुग्यो घोडाले ल्याइदिएर अर्को मिस्टर घोडा होइन बुढा होस् त भुँडे डेन्जर भुँडी लाएर अनि टेन्सन लिएर बस्यो बाटोभरि टेन्सन लिएर रुँदै आएको बिचरा भोलि बिहान निस्किने हामी चाहिँ अब अलिअलि खाना खान पर्ला अनि रेस्ट सुतिहाल्ने झापझुप पुरै 2027 एप्स आउँछ कतिवटा एउटा 4वटा चारवटा रे म चाहिँ बाहिर यसो देखाउँछ है सुलाएको भयो नि यो चाहिँ पुरै हो सुला सिमसिम पानी पऱ्यो यसो होइन उयो नगर्न ल यही हो भोलि बिहान देखाउन बुकीपाटन बिहान 4:45मा निस्केर हामी चाहिँ माथि टिकाधारातिर जाँदैछौँ यो चाहिँ ठाडै उकालो रहेछ लास्ट एउटा बल्ल अलिअलि खुल्दैन वेदर In the light of the moon, like I'm living in a dream. In the light of the moon, like I'm living in a dream. हामी चाहिँ टिकाधारा आयौँ यहाँ भेडाहरूको बथान छ टन्नै 2000+ लास्टै धेरै छन् यहाँ अब वेदर खुलेकै थिएन यहाँ अलिअलि खोल्दैछ बल्ल अब भ्यू देखाऊँ भने पनि देख्यो होइन कुहिरै छ यो भेडामा अलिअलि फोटो भिडियो खिच्दै यहाँ फोटोसुट हुँदैछ भाइहरूको भेडाहरू चाहिँ मस्त रेस्टिङ बिहा गर्दै अब यहाँ अलिअलि खोल्यो भने एकछिन फोटो खिचिन्छ नत्र तल झर्ने हो अलि अब आधी 1 घन्टामा अझै फोटो खिचौँ भनेर हो क्या अरे फोटो खिच्नै पाइएन राम्रोसित ल यही है टिकाधारा अब यता अगाडि हिमाल तल ल्यान्डस्केप देखिन्थ्यो यता पुरै अब सबै छेक्यो केही पनि देखिएन अब ल दामी भ्यू खोल्यो है बल्ल भर्खर यहाँ बुकीबाट चाहिँ अब तल ढोरपाटनतिर झर्दैछौँ हामी यहाँ टिकाधाराबाट चाहिँ 1 घन्टा जतिमा तल बुकी आएर ब्रेकफास्ट खायौँ अनि निस्किहालेको 2.5-3 घन्टामा त पुग्यो होला नि के भयो एउटाले फोन छुट्याएर यहाँ खोज्दैछ एउटा चाहिँ म्यान्चेस्टर युनाइटेड यहाँ छ एउटा चाहिँ अगाडि छ है युनाइटेड
ल ढोरपाटनबाट चाहिँ अब खानासाना खायौँ अब खाएर चाहिँ अब निस्किने घरतिर अब यो भ्लग चाहिँ म यहीँ एन्ड हान्छु होला रमाइलो भयो भ्यू नि राम्रो देखियो लक्की परियो हामी नि अब अहिले हुस्सुला सबै अब 2-3 दिन त्यस्तै छ ल है त सी यु नेक्स्ट टाइम